त्यो कस्तो छोराछोरी होला जुन आफूलाई जन्म दिने बुबा आमालाई हेला गरेन्। धिक्कार छ त्यस्ता छोराछोरीहरूप्रति, धिक्कार छ। सानो छँदा ती बुबा आमाहरूले कति दुःख गरेर हुर्काए, बढाए, ठुलो बनाए, तर आजको दिन त्यही बुबा आमालाई हेला गर्छन्। त्यही बुबा आमालाई पाल्न गाह्रो भयो भनेर वृद्ध आश्रममा छोड्ने गर्छन्। धिक्कार छ त्यस्ता छोराहरूप्रति, धिक्कार छ त्यस्ता छोरीहरूप्रति जसले आफ्नो आमाको मनलाई बुझ्न सक्दैन, जसले आफ्नो बुबाको भावनालाई बुझ्न सक्दैन। धिक्कार छ त्यस्ता छोराहरूप्रति, आफूलाई जन्म दिएका आमा बुबा प्रति नराम्रो सोच गर्नेहरू।